नमस्कार। विक्रम सम्वत 2082 साल कार्तिक महिनामा कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ त? सुरु गरौँ यो महिनाको राशिफल। मेष राशि। मेष राशि हुनेहरूका लागि यो महिना उतार चढाव सहितको तपाईको लागि चुनौती र आर्थिक लाभको सन्तुलनमा बित्नेछ। महिनाको सुरुवाती चरणमा हेर्नुपर्दा आर्थिक अवस्थालाई लिएर हेर्नुपर्दा गुरुको धननाशको योग र शनिको खर्च र कष्टको बलियो प्रभावले गर्दा आर्थिक दबाव उच्च रहनेछ। तर यसको विपरीत बुधको कृपाले अप्रत्याशित रूपमा आयमा वृद्धि गराउँदै खर्चको व्यवस्थापनमा सहयोग गर्नेछ। सम्बन्ध र स्वास्थ्य क्षेत्रलाई हेर्नुपर्दा सप्तम स्थानमा भएको सूर्य र मङ्गलको दोहोरो प्रभावले जीवनसाथी वा व्यावसायिक साझेदारसँगको सम्बन्धमा असहजता र चिन्ता बढाउनेछ। शुक्रको कारण शारीरिक कष्टको योग बलियो रहेको छ। महिनाको अन्त्यतिर ग्रहहरूले गर्ने राशि परिवर्तनको कारणले गर्दा अष्टममा मङ्गलको आगमन र शुक्रको विपत्ति योगले स्वास्थ्यमा अत्याधिक जोखिम र सम्बन्धमा समेत सङ्कट पर्ने देखिन्छ। यसैले समयअनुसार विशेष सावधानी अपनाएर अगाडि बढ्नुपर्ने देखिन्छ। यसरी आर्थिक निर्णयहरू गर्दा विशेष ध्यान पुर्याउँदै आफ्नो रिस नियन्त्रण गरी ससानो मतभेदलाई पनि धैर्यताका साथ समाधान गर्दै अगाडि बढ्नुपर्ने मेष राशिहरूका लागि देखिन्छ। त्यस्तै वृष राशि। वृष राशि हुनेहरूका लागि यो महिना आर्थिक रूपमा अत्याधिक शुभ तर मानसिक र पारिवारिक क्लेशको योगका कारण सन्तुलित चुनौती रहनेछ। आय र समृद्धिलाई हेर्नुपर्दा महिनाको सुरुवाती चरणमा हेर्नुपर्दा शनिको एकादश स्थिति र बुधको सहयोगले महिनाभरि धन प्राप्ति र आय वृद्धिको अत्यन्तै बलियो योग बनाएको छ। तपाईँको व्यावसायिक समझदारी उच्च रहनेछ। त्यस्तै सम्बन्ध र झै झगडालाई हेर्नुपर्दा तेस्रो घरको गुरुले तपाईँको बोली वा व्यवहारमा झगडाको उच्च सम्भावना देखाउँछ। त्यसैले आफूले बोल्नु पूर्व विशेष सावधानी अपनाउनु पर्नेछ। पारिवारिक वा सामाजिक वृत्तमा सतर्क रहनु पर्नेछ। पञ्चम शुक्रको कारणले गर्दाखेरि विभिन्न रोगहरूको सम्भावना समेत प्रबल रहेको छ। त्यस्तै महिनाको अन्त्यतिर मङ्गल र शुक्रले गर्ने राशि परिवर्तनको कारणले गर्दा मङ्गलको कारणले मानसिक चिन्तामा वृद्धि हुनेछ भने शुक्रको कारणले गर्दाखेरि शारीरिक कष्टको सम्भावनालाई प्रबल बनाएर लैजानेछ। यसरी धनको सदुपयोग गर्न र क्लेशबाट बच्न आफ्नो बाणीमा नियन्त्रण राख्नुपर्ने देखिन्छ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि यो महिना धन नाश र करियरमा चुनौतीको बीचमा सुख र समृद्धिको समेत अनुभव हुनेछ। मध्यम फलदायी समय रहेको छ। महिनाको सुरुवाती चरणमा दशौं घरको शनिको शत्रुता योगले कार्यक्षेत्रमा सचेत रहनुपर्नेछ भने चतुर्थ गुरुको बलियो प्रभावले धननाश गराउने भएकाले ठुलो लगानीबाट जोगिनुहोस्। लगानी गर्दाखेरि घाटा हुन सक्ने सम्भावना समेत रहेको छ। त्यस्तै चौथो घरको शुक्र र छैटौँ घरको बुधको कारणले गर्दाखेरि तपाईँको सुख, श्री प्राप्ति र समृद्धिको अनुभूति दिनेछ। पञ्चम सूर्यको कारण दुःख र रोगको योग भने कायम नै रहनेछ। महिनाको अन्त्यतिर मङ्गल र शुक्रले गर्ने राशि परिवर्तनको कारणले गर्दा पञ्चममा शुक्रको गोचरले रोगको चिन्ता बढाउनेछ भने छैटौँमा मङ्गलको आगमनले तपाईँको सुख र साहसलाई बढाउँदै चुनौतीहरूमा सामना गर्न समेत मद्दत गर्नेछ। शनि, गुरु र सूर्यको अशुभतालाई कम गर्न धार्मिक उपाय अपनाउनुहोस्। अनावश्यक खर्च नियन्त्रण गर्नुहोस्। 3 सहज र रमाइलोका साथ बित्नेछ। त्यस्तै कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि गुरु र शनिको संयुक्त प्रतिकूलताले सङ्घर्ष बढाए पनि आर्थिक उपार्जनको सुखद योगले सन्तुलित कायम गर्नेछ। महिनाको सुरुवाती चरणमा लग्न गुरुको भय योग र नवौं शनिको पाप योगले गर्दा आत्मबलमा कमी आई मानसिक चिन्ता बढ्ने देखिन्छ भने अष्टम घरको राहुले आयमा वृद्धि गराउनेछ, जसले गर्दा आर्थिक पक्ष स्थिर रहनेछ र तृतीय शुक्रले पनि धन प्राप्तिमा सहयोग गर्नेछ। त्यस्तै चतुर्थ सूर्य र पञ्चम बुधको संयुक्त प्रभावले रोगको सम्भावनालाई भने कायमै राखी विभिन्न प्रकृतिका रोग लाग्ने उच्च सम्भावना रहेको छ। त्यस्तै महिनाको अन्त्यतिर पाँचौँ घरमा मङ्गलको प्रवेशले हानि वा क्षतिको योग बनाएको छ भने चौथो घरमा शुक्रको आगमनले भने तपाईँलाई सुख प्राप्तिका योगहरू ल्याएको छ। त्यसैले स्वास्थ्यको ख्याल राख्नुका साथै आत्मविश्वास बढाउन ध्यान वा योग गर्दै अगाडि बढ्नु भएमा अवश्य सफलता प्राप्त हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि 8औं र 12औं गुरु शनिको बलियो प्रभावले पीडा, दुःख र हानिको योग बनाए पनि धनको निरन्तर आगमन भने रहिरहनेछ। महिनाको सुरुवाती चरणमा शनि र गुरुको अशुभ स्थितिले महिनाभरि शारीरिक पीडा, दुःख र हानिको उच्च योग बनाएको छ। पञ्चम केतुको कारण शोकको चिन्ताले सताउनेछ भने
तर आर्थिक पक्षमा तृतीय सूर्य र द्वितीय शुक्रको बलियो साथले तपाईँलाई धन दिने र धन वृद्धि गराउनेछ। आएको निरन्तरताले खर्चको चापलाई कम गर्न मद्दत गर्नेछ। त्यस्तै महिनाको अन्त्यतिर मङ्गल र शुक्रले गर्ने राशि परिवर्तनको कारणले गर्दा तपाईँलाई दुःख दिने र परिवारमा तनाव बढाउन सङ्केत गर्ने छ भने शुक्रको कारणले गर्दा धन प्राप्तिको सम्भावना चाहिँ बढाएर लाग्ने देखिन्छ। धैर्यता नै मुख्य हतियार हो, त्यसैले ठुलो जोखिमबाट बच्नुहोस् र धार्मिक कर्ममा ध्यान दिनुहोस्, अवश्य सफलता प्राप्त हुनेछ। कन्या राशि हुनेहरूका लागि यो महिना लाभ र सुखको प्रबल योग तर मानसिक भय र साझेदारीमा वैरभावले गर्दा मिश्रित फलदायी महिना रहेको छ। एकादश घरको गुरुले लाभको योग बनाएको छ र लग्नको शुक्रले तपाईँलाई सुख दिनेछ। यो आर्थिक र व्यक्तिगत रूपमा राम्रो समय हो। सप्तम घरको शनिको कारणले व्यावसायिक साझेदारी वा दाम्पत्य जीवनमा वैरभाव शत्रुता उत्पन्न हुने सम्भावना उच्च रहेकोले विशेष ध्यान पुर्याउनुहोला। द्वितीय सूर्यको हानि योग र तृतीय बुधको भय योगले त्यसमा चिन्ता थप्नेछ। महिनाको अन्त्यतिरको प्रभावले तपाईँलाई तेस्रो घरमा मङ्गलको प्रभावले तपाईँको भय वा डरको स्तर बढाउनेछ भने दोस्रो घरको शुक्रले आगमनले तपाईँको धन वृद्धि गराउने, जसले व्यावसायिक सफलता प्रदान गर्दै आर्थिक स्थिरता प्रदान गर्नेछ। बोलचाल र साझेदारीका काममा हतार नगर्नुहोस्। शत्रुहरूमाथि विजय प्राप्त गर्न बुद्धिमत्ताको प्रयोग गर्नुहोस्, अवश्य सफलता प्राप्त हुनेछ। तुला राशि हुनेहरूका लागि यो कार्तिक महिना करियरमा असन्तुष्टि र कष्टयोग रहे पनि आर्थिक लाभ र सुखले महिनालाई सन्तुलित बनाउनेछ। 10औं घरको गुरुले करियरमा दुखी हुने योग बनाएकोले तपाईँलाई करियरसँग सम्बन्धित कुरामा चाहिँ केही ठेस लाग्ने सम्भावना रहेको छ भने कार्यक्षेत्रमा असन्तुष्टि बढ्न सक्छ। द्वादश शुक्रको कारण शारीरिक कष्टको सम्भावना पनि रहेको छ। तर लाभ र सुखको विषयलाई हेर्नुपर्दा 6औं घरको शनिको उपस्थितिले तपाईँलाई सुख प्रदान गर्नेछ। लग्नको सूर्यले आत्मबल बढाउनेछ भने द्वितीय बुधको कारणले धन लाभ हुने देखिन्छ। महिनाको अन्त्यतिरलाई हेर्नुपर्दा मङ्गल द्वितीय स्थानमा गएर प्रवेश गर्ने हुँदा धनको नाश वा आर्थिक हानि गराउने उच्च सम्भावना रहेको छ भने शुक्रको कारणले गर्दाखेरि भने व्यक्तिगत सुखको प्राप्ति हुने योग रहेको छ। तपाईँले महिनाको अन्त्यमा आर्थिक कारोबारमा अत्यन्तै सचेत रहनुहोस्। सोचेर मात्र खर्च गर्ने, लगानी गर्नुहोस्। आफ्नो आत्मबलमा विश्वास राख्नुहोस्, जसले सबै चुनौतीहरूलाई पार लगाउन मद्दत गर्नेछ। वृश्चिक राशि हुनेहरूका लागि भाग्यको साथले गर्दा सुखद रहे पनि शनि र मङ्गलको अशुद्धताले गर्दा शारीरिक कष्ट र हानिको बलियो योग बनाएको छ। महिनाको सुरुवाती चरणमा 9औं घरको गुरुको बलियो साथले तपाईँलाई सुख दिनेछ। एकादश शुक्रले द्रव्य प्राप्ति गराउनेछ। त्यस्तै पञ्चम शनिको हानि योग र द्वादश सूर्यको पीडा योगले गर्दा चिन्ता भन्ने बढ्नेछ। चतुर्थ राहुको कारण वैरभावको सामना गर्नुपर्ला। आफ्नै मान्छेसँग शत्रुताको सम्बन्ध हुन सक्छ अथवा तपाईँको आफ्नै प्रियजनबाट चाहिँ वैरभाव अर्थात् धोका पाउनु पर्ने जस्तो सम्भावना यो राहुले ल्याउने गर्दछ। त्यस्तै महिनाको अन्त्यतिर लग्नमा मङ्गलको प्रवेशले गर्दा जोखिममा वृद्धि गराउने र मानसिक चिन्ता बढाउनेछ। त्यस्तै द्वादशमा शुक्रको गोचरले गर्दा कष्ट थप दिनेछ। त्यसैले गुरुको आशीर्वादले तपाईँलाई कठिन समयमा साथ दिनेछ। हनुमान चालिसाको पाठ र ध्यान गर्नाले मन शान्त रहनेछ। धनुराशि हुनेहरूका लागि कार्तिक महिना धन लाभको योग बलियो रहे पनि शनि र गुरुको दोहोरो अशुद्धताले दुःख र रोगको उच्च सम्भावना रहेको देखाउँछ। स्वास्थ्य र जोखिमको पक्षलाई हेर्नुपर्दा 4औं घरको शनिले दुःख दिने र 8औं घरको बृहस्पतिले रोगमा वृद्धि गराउने हुँदा यो बलियो योग बनेको छ, जसले गर्दा स्वास्थ्यमा अलि बढी ध्यान दिनुपर्ने आवश्यक देखिन्छ। एकादश सूर्य र तृतीय राहुको कारण तपाईँलाई धन लाभ हुनेछ, जसले आर्थिक रूपमा सन्तुलन कायम राख्नेछ। महिनाको अन्त्यतिर गएर हेर्नुपर्दा द्वादशमा मङ्गलको गोचरले हानि र खर्चको योग बनाएको छ। तर एकादश स्थानको शुक्रको आगमनले महिनामा अत्यन्त द्रव्य प्राप्ति गराएर राहत दिनेछ, जसले गर्दा तपाईँका हुने खर्चहरूलाई चाहिँ ब्यालेन्स गर्न मद्दत गर्नेछ। स्वास्थ्यको विषयमा कुनै पनि जोखिम नलिनुहोस् र गुरु तथा शनिको शान्तिको लागि उपाय अपनाउनुहोस्, अवश्य सफलता प्राप्त हुनेछ। त्यस्तै मकर राशि हुनेहरूका लागि यो कार्तिक महिनामा करियरमा सफलता र मान सम्मानको प्रबल योग र राहुको कारण सञ्चित धनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेको छ। 10औं घरको सूर्यले सिद्धि सफलता दिलाउनेछ।
तपाईँले कुनै सरकारी जागिरहरूमा प्रयास गर्नुभएको भए त्यसमा सफलता प्राप्त हुने उच्च योग रहेको छ। तेस्रो घरको शनिलेखको बलले धन सम्पत्तिको आय आर्जनलाई बढाउनेछ। यसले गर्दा आर्थिक पक्ष अत्यन्तै बलियो हुनेछ। सप्तम घरको गुरुले मान सम्मानमा समेत वृद्धि गराउनेछ। द्वितीय घरको राहुले सञ्चित धनको नाश गराउने सम्भावनालाई भने बलियो बनाएको छ, जसले गर्दाखेरि तपाईँको सञ्चित गरेर राखेको धन चाहिँ लस हुने अथवा खर्च हुने उच्च सम्भावना रहेको छ। महिनाको अन्त्यतिर गएर हेर्नुपर्दा एकादश स्थानमा मङ्गलको प्रवेशले तपाईँलाई अप्रत्याशित लाभको योग बनाएको छ। 10औं घरमा शुक्रको गोचरले गर्दा भने पीडा दिनेछ, जसले गर्दा कार्यक्षेत्रमा केही असन्तुष्टि वा कष्टको सामना भने गर्नुपर्ने देखिन्छ। शनि र बृहस्पतिको बलियो साथलाई पूर्ण रूपमा प्रयोग गर्नुहोस्। राहुको प्रभावलाई कम गर्न बचतमा ध्यान दिनुहोस्, जसले गर्दा तपाईँलाई सफलता अवश्य प्राप्त हुनेछ। मकर राशि हुनेहरूका लागि। त्यस्तै कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि शनि बृहस्पति र राहुको संयुक्त प्रभावले गर्दा शोक पीडा र रोगको उच्च सम्भावना बनाए पनि आकस्मिक सुखले भने साथ दिइरहनेछ, जसले गर्दाखेरि तपाईँलाई द्वितीय शनिको शोक वृद्धि, छैटौं गुरुको शोक पीडा र लग्न राहुको हानि रोग योगले गर्दा यो महिना अत्यन्तै चुनौतीपूर्ण भने रहेको छ। अष्टम घरको शुक्र र 10औं घरको बुधको कारण तपाईँलाई केही सुखको अनुभूति हुनेछ, जसले गर्दा कठिन अवस्थामा सन्तुलन कायम राख्न भने मद्दत गर्नेछ। तथापि शनि बृहस्पति र राहुको संयुक्त प्रभावलाई कम गर्न केही शान्तिका विषयहरू चाहिँ तपाईँले गर्नुपर्ने देखिन्छ र त्यस्तै महिनाको अन्त्यतिर गएर मङ्गलको आगमनले तपाईँलाई सुखको प्राप्ति हुने योग पनि थप बढाउनेछ। करियरमा राहत मिल्नेछ। जस्तै नवघरमा शुक्रको गोचरले धार्मिक कार्यमा तपाईँको रुचि पनि बढ्नेछ। शनि बृहस्पति र राहुको शान्तिका उपायहरू अपरिहार्य छन्। स्वास्थ्यमा कुनै पनि लापरवाही नगरी अगाडि बढ्नुहोस्, जसले गर्दा तपाईँलाई सबै कुरामा सफलता अवश्य प्राप्त हुनेछ। मीन राशि हुनेहरूका लागि गुरुको बलियो कृपाको कारण सुखको अनुभूति हुनेछ, तर लग्न शनिको वायुयोगले गर्दा मानसिक चिन्ता भने थपिनेछ। पञ्चम घरको गुरुको बलियो साथले तपाईँलाई सुख दिनेछ, जसले सन्तान पक्षलाई पनि लाभ मिल्नेछ भने लग्न शनिको वायुयोगले तपाईँलाई आत्मविश्वास र मनमा चिन्ता बढाउनेछ। अष्टम सूर्य, नवम बुध र द्वादश राहुको संयुक्त प्रभावले गर्दा रोगको सम्भावना र मानसिक कष्टको योग बलियो छ, त्यसैले गर्दा विशेष ध्यान पुर्याउनु होला। सप्तम शुक्रले विपत्ति पनि ल्याउन सक्ने हुँदा विशेष ध्यान पुर्याएर मात्रै अगाडि बढ्नुपर्ने देखिन्छ। मीन राशि हुनेहरूका लागि त्यस्तै महिनाको अन्त्यतिर 9औं स्थानमा मङ्गल र अष्टममा शुक्रको प्रवेशले गर्दा महिनाको अन्त्यतिर भने सुखको अनुभवलाई अझ बलियो बनाउनेछ, जसले गर्दा केही राहत भने अनुभव गर्न पाउनुहुनेछ। शनि र सूर्यको प्रभावलाई कम गर्न नियमित पूजापाठ गर्नुहोस्। गुरुको कृपाले सबै समस्याहरूलाई समाधान गर्न मद्दत गर्नेछ। धन्यवाद।